लागि देख्न सक्नुहुन्छ यो नम्बर चाहिँ मैले हानेको छु अब लक्की हाम्रो चिज 2 रुपियाँ मार्केटबाट सामान लिएर ब्यागमा हिँडिसक्यो छोरी जुनकिरी। हे गाइस वेलकम ब्याक टु माई न्यू भिडियो। आजको भिडियोमा तपाईँहरू सबैजनालाई स्वागत छ। आई होप तपाईँहरू सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै अनि आरामै छु। आज चाहिँ हामी कता जाँदैछौँ भन्दाखेरि तपाईँहरूले थम्बनेल हेरेर थाहा पाइसक्नु होला। हामी चाहिँ टोटो प्लस हामी चाहिँ यहाँको मुस्लिमहरूको रावदान भन्छ त्यसको लागि मेला लागिरहेको छ, त्यो हेर्नको लागि गइरहेको छौँ। अनि मौसम चाहिँ एकदम खुबसुरत देख्न सक्नुहुन्छ यस्तो होइन। यस्तो तरिकाले उहाँ चाहिँ हाम्रो राजु पनि आइरहेको रहेछ। ठक्क फर्किन तासियो राजु हात छोडेर आइरहेको छ, देख्न सक्नुहुन्छ। ओए राजु, यो राजुको कला देख्न सक्नुहुन्छ। यो पुरा मलेसियामा चाहिँ लोकल पारा देखाइरहेको छ यसले। त्यही जस्तो भयो भने यतातिर बबाल चाहिँ देख्न सक्नुहुन्छ। अनि 2 जना केटाहरू चाहिँ अगाडि हिँडिरहेको छ। यिनीहरूलाई चाहिँ मैले बाटोमा भेटेको थिएँ। ठिक छ, यस्तो गेटमा हिँडिरहेको छु। पानी परेको छ, पुरै चप्पलमा हिँडिरहेको छु म चाहिँ होइन। अघिसँग पानी परिरहेको थियो नि त, त्यही भएर। यो मौसम कस्तो छ सबुलाल? मौसम कस्तो छ मलेसियाको अहिले? यता हेर्ने नि सबुलाल यार। ए हेर्ने सबुलाल यार, सबुलाल पुरै लजाइसक्यो हाम्रो पण्डित। मौसम कस्तो छ अहिले मलेसियाको? मौसम देख्न सक्नुहुन्छ। यहाँ रुखहरू छ, हरियाली एकदम राम्रो छ। जे होस् हाम्रो यता सबुलाल दाजु हुनुहुन्छ, उहाँ चाहिँ 10 वर्ष यता जीवन बिताइसक्नु भएको छ। उहाँले 11 वर्ष चल्दैछ उहाँको। के कस्तो बितिरहेछ सबुलाल दाजु तपाईँको अहिलेको यो जीवन? रमाइलो छ? जनता जान्न चाहन्छ प्रश्न पारिदिनुहोस् मलेसिया कस्तो छ यहाँनिर? पुरै रातो कारमा त सबुलाल टल्क्यो त यार। जोस् केटाहरू इन्जोय छ भन्दैछ होइन। यस्तो देख्न सक्नुहुन्छ। वा यो कस्तो दामी बिल्डिङ क्या त्यो उतिर होइन, खतरा लाग्यो जोस्। अब चाहिँ हामी यहाँबाट जान्छौँ टोटो काट्न। टोटो काटेर त्यसपछि हामी यताको मेलातिर जान्छौँ। त्यसपछि देख्न सक्नुहुन्छ कस्तो राम्रो छ है। अनि म चाहिँ के भन्न चाहन्छु भन्दा फेरि अहिले चाहिँ नेपालमा होइन एकदम बेरोजगारी बढेको छ। बेरोजगारी बढे सँगसँगै एकदम धेरै नराम्रो कामहरू भएको छ। अनि हाम्रो उदयपुरमा चाहिँ के भएछ भन्दाखेरि एउटा होली खेल्नको लागि होइन, होलीमा खेल्नको लागि एउटा सानो बहिनीलाई 17 वर्षको बहिनीलाई बोलाइएछ। अनि होली खेल्ने भनेर बोलाएको त्यो बहिनीलाई चाहिँ बलात्कार गरिएछ होइन। अब त्यस्तो मान्छेहरूलाई चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि त्यो मान्छेलाई चाहिँ डरोभन्दा डरो कारबाही दिनुपर्छ सरकार यार। बलात्कार भन्ने कुरा चाहिँ हाम्रो धेरै बढिरहेको छ। जसले यस्तो काम गर्छ त्यसलाई चाहिँ कडाभन्दा कडा कारबाही गर्नुपर्छ, नत्र त्यसको लिङ्ग काटेर फालिदिनुपर्छ। नत्र यस्तो घटना चाहिँ हाम्रो धेरै भइरहेको छ। अहिले होली खेल्ने भनेर बोलाइन्छ, त्यसपछि बलात्कार गर्ने प्रयास गरिन्छ, बलात्कार गरिन्छ। हाम्रो देशमा चाहिँ नारीहरूको चाहिँ एउटा सेफ भन्ने चाहिँ छैन। त्यही भएर यस्तो नगरेसम्म यो घटना भनेको चाहिँ भइरहन्छ। ल फाइनली हामीले टोटो काटिसकेको छ। टोटो नम्बर भयो यता चाहिँ हाम्रो अफिस टक्क लगाएर हामीले काटिसक्यो। केटाहरू यत्रो आइसकेको छ नेपालीहरू टोटो काट्नको लागि। देख्न सक्नुहुन्छ यो नम्बर चाहिँ मैले हानेको छु। अब लक्की कस्तो पर्छ है, टोटो लक्की कस्तो पर्छ? लक पऱ्यो भने चाहिँ अब काठमाडौँमा घर ठड्याउने विचार छ मेरो है, त टोटोबाट पारेर। केटाहरूले पनि काटिसक्यो। अब हामी चाहिँ रुम जान्छौँ टोटो काट्यो फाइनली। यदि तपाईँहरू मलेसियामा हुनुहुन्छ र पैसा थोरै खर्च गरेर नेपाल पठाउन चाहनुहुन्छ भने तपाईँहरू यस्तो ठुल्ठुलो 2 रुपियाँ मार्केटमा आएर आफूलाई चाहिने सामानहरू किनेर पैसा चाहिँ बचत गरेर नेपाल पठाउन सक्नुहुन्छ। यो चाहिँ 2 रुपियाँ मार्केट हो, देख्न सक्नुहुन्छ। 2 रुपियाँ सेन होइन, 2 रुपियाँ रिङ्गेट। यहाँ चाहिँ सामान हरेक सामान चाहिँ 2 रुपियाँमा पाउँछ। 2 रुपियाँ पनि नेपालको 60 रिङ्गेटभन्दा बढी भइसक्यो। अब हामी चाहिँ यो मार्केटमा के पाउँछ, के कस्तो सामान पाउँछ तपाईँहरूलाई देखाउनेछौँ। टक्क लगाएर हेर्नु होला। पैसालाई चाहिँ सेभ कसरी गर्ने त्यो तरिका पनि सिकाउँछु। यताबाट गाडी आउँदैछ, फेरि सट्टै उडाइदियो भने गो काट्दा हुन्छ केटा हो। सो बाटो काट्दा विचार गरेर काट्नुपर्ने हुन्छ। यो चाहिँ हाम्रो महल रहेको छ यहाँनिर। अब हामी छिर्नेवाला छौँ। हेरौँ है त के कस्तो रहेछ यहाँको सामानहरू चाहिँ है त। सो 2 रुपियाँ मार्केटमा चाहिँ केटाहरूले यहाँ चस्मा हेर्दैछ है, कुन चस्मा ठिक छ भनेर। तर खासै त्यस्तो बवाल त छैन। 2 रुपियाँमा अब चस्मा कहाँ बवाल हुन्छ त यार। ल सबुलाले चाहिँ त चस्मा पेरिसकेको छ 2 लाखको है।